आफ्नो सिन उसलाई आफैलाई हेर्दाखेरि अप्ठ्यारो लाग्दो रहेछ अनि पिटाइ चाहिँ मैले खाने। ओके सन्जोगजीलाई एउटा जोड्न मन लाग्यो रिसेन्टली एउटा इन्टरभ्यूमा भन्नुभएको थियो नि मलाई अहिले चाहिँ जसिता मन पनि लाग्छ अब हर्ष हेरेपछि सायद मलाई बस कस्तो लागिरहेको छ यो आजको प्रिमियर आजको माहौल होइन कतिको हर्षित हुनुहुन्छ एकदमै एक्साइटेड छु नर्भस छु सुषमा डर लागिरहेको छ त्यही हो प्रिमियरमा जस्तो हुनुपर्ने एक्सप्रेसन त्यस्तै आई मिन रियाक्सन त्यस्तो भइरहेको अघि सन्जोग दाइले भन्नुभयो कि सबैभन्दा बेस्ट काम चाहिँ मलाई वर्षाको लाग्यो एकदम बेस्ट काम लाग्यो वर्षाको भनेर भन्नुभएको थियो यो कम्प्लिमेन्ट तपाईँ कसरी लिनुहुन्छ होइन थ्याङ्क यू सो मच सन्जोग अब साइडमा बसेर मैले कोटाएर त्यो सन्जोग भन्दै कुटिरहेको थिएँ लजाएर क्या लाज लागेर आफूलाई देखेर सँगै बस्नु भएको थियो तपाईँहरू आफ्नो सिन उसलाई आफैलाई हेर्दाखेरि अप्ठ्यारो लाग्दो रहेछ अनि पिटाइ चाहिँ मैले खाने। ओके सन्जोगजीलाई एउटा जोड्न मन लाग्यो रिसेन्टली एउटा इन्टरभ्यूमा भन्नुभएको थियो नि मलाई अहिले चाहिँ जसिता मन पनि लाग्छ अब हर्ष हेरेपछि सायद मलाई वर्षा मन पर्ला बेस्ट हिरोइनमा भन्नुभएको थियो हर्ष हेरेपछि के एज अ हिरोइन मेरो अब मलाई सुटुको आएर भन्दा छुट्टै कुरा हो तर त्यस्तो अनेस्ट मान्छे पहिला चाहिँ कस्तो लागेको नि कस्तो लाग्यो हामीलाई हजुर एकदम तपाईलाई कस्तो लाग्यो शिवदाईलाई देखेपछि त्यो मनै एकदमै राम्रो थियो साह्रै राम्रो एउटा राम्रो सन्देश किनभने यो भनेको एउटा आम हाम्रो सबैमा यो सबैको धेरैको घर परिवारमा घटेको घटना हो यो मैले आफ्नो नजिकबाटै पनि देखेको छु धेरै यस्तो खालको घटनाहरू जसको बच्चा नभएर एडप्ट गरेको त्यो त अच्छा ओके त्यो भएर एकदमै नजिक देखेको यो मैले देखेको यो सबै कथा जुन प्रकारको विवेक छ एकदमै राम्रो यो सानो बच्चाले त यस्तो राम्रो मलाई होला जस एकदमै राम्रो इमोसनल छ एकदमै राम्रो मलाई शिवदाईको लागि चाहिँ यति राम्रो यो श्रद्धाञ्जली छ एकदमै शिवदाई पनि माथि बसेर हेरेर खुसी हुनु होला एकदमै आज चाहिँ थ्याङ्क यू आफ्नो भान्जीले यस्तो फिल्म बनाउनु के आउनु दाइ नभए शिवदाईको भाउजू शिव हाम्रो शिवरेत्री गायक साहेबको भाउजू हुनुहुन्छ उहाँ आज भाउजू धेरै वर्षपछि दाइको माथिबाट हेरेर खुसी भइराख्नु भएको छ भान्जी
मलाई त असाध्यै राम्रो लाग्यो म त पुरानो बाटो पहिलाको याद आयो उहाँको जस्तो मामाले बनाउनुहुन्थ्यो त्यस्तै लागेर म त एकछिन पनि नलागेछु जोस् भान्जीले कोसिस गर्नुभएको चाहिँ राम्रो लाग्यो राम्रो बनाएको रहेछ जस्तो लाग्यो धेरै वर्षपछि चाहिँ मैले त हलमा फिल्म हेरेको धेरै वर्ष भयो उहाँ गएदेखि मैले फिल्म नै हेरेको छैन हलमा गएर तर आज भान्जीको रिक्वेस्टमा आयो तर हेर्दाखेरि असाध्यै कि मामाले जस्तो बनाउनुहुन्थ्यो मलाई त्यस्तै लाग्यो त्यस्तै समय घरको नेताजी भएर जानुभयो हामी भेट्दाखेरि म पहिला 20 वर्ष अगाडि फर्किया जस्तो भयो अब घर छोडेको त 12 वर्ष भयो तर भान्जीले कोसिस गर्नुभएको राम्रो बनाएको रहेछ राम्रो बनाउनु भएको छ अनि समाजमा भएका मतभेदका कुराहरू पारिवारिक द्वन्द्व र अनि यो मानवतालाई लिएर बनाउनु भएको छ एकदमै नयाँ कथा विषयवस्तुमा रहेको छ एकदमै राम्रो र हर्षलाई एकदमै धेरै धन्यवाद यस्तो राम्रो समाजमा चाहिँ एउटा राम्रो छाप गर्ने कथा बनाउनु भएको छ एकदमै बेस्ट विशेष भन्न चाहन्छु धन्यवाद नेक्स्ट प्लिज फिल्म एकदमै राम्रो बनेको छ एकदम फ्यामिली पिक्चर राम्रो एकदमै दामी छ र कलाकारहरूले पनि आफ्नो हिसाबले एकदम राम्रो खेलेको छ सफा र स्वच्छ पिक्चर बनेको छ हर्ष एकदम राम्रो पिक्चर बनेको छ सबैजनाले हेरिदिनु होला प्रमोसन गरिदिनु होला सबैजनाले हर्षलाई र सबैजना दर्शकहरूलाई म के भन्न चाहन्छु भने सबैजनाले एकचोटि अवश्य पनि हर्ष फिल्म हेर्नै पर्छ र हेरिदिनु होला भन्ने मैले आशा राखेको छु धेरै वर्षपछि एकदमै राम्रो पारिवारिक फिल्म मैले हेर्न पाएँ एकदमै राम्रो लाग्यो बोरिङ टाइप पनि छैन यहाँहरू सबैजनालाई आएर हेरिदिने माया गरिदिने हर्षलाई भन्ने निवेदन गर्न चाहन्छु एकदम धेरै राम्रो लाग्यो थ्याङ्क यू अब आफैले गरेको सिनेमाको बारेमा के बोल्नु जस्तो लाग्छ मलाई चाहिँ जहिले पनि फ्यामिली मुभी आइरहेको छ नेपालमा र सायद हामी धेरैजना चाहिँ विदेश जान्छौँ काम गर्न देशमा अपर्च्युनिटीको अभावले गर्दा सबैजना बिदिएसेको छ यस्तो अवस्थामा चाहिँ आफ्नो परिवारसँग हुनुपर्छ परिवारसँग समय बिताउने माया गर्ने हामी एकदम इन्डिफरेन्ट भएर गएको छौँ सबै चिजबाट टाढिएको सोसियल मिडियाले मात्रै हामीलाई बाँधेर राखेको बेलामा चाहिँ यस्तो फ्यामिली पिक्चर आउनुपर्छ जस्तो लाग्छ रमाइलो बनेको छ सिनेमा हेर्नुपर्छ स्वच्छ बनेको छ पिक्चर एकदम राम्रो एक्सिलेन्ट हस् थ्याङ्क यू